हेलो नमस्ते सबैजनालाई। बिहान 4 बजे उठेर नुहाइधुवाइ गरेर चिया खाएर हामी जाँदैछौँ श्री भाटगाउँ माध्यमिक विद्यालय परिवार स्वर्गद्वारी दर्शन गर्नको लागि पुष 15 को दिन। अनि हामी चाहिँ गाडीसम्म जानको लागि अस्मिता म्याम र म गयौँ। सबैजना गाडीमा जम्मा भएर रमाइलो गर्दै गइरहेछौँ। ल हेर्नु, अब यहाँ टिकटक बनाउने भिडियो बन्ने भनेपछि कपाल मिलाउनु पर्ने के गर्नुपर्ने हैन। जस हामी रमाइलो गर्दै गइरहेछौँ। नाच्ने गाउने रमाइलो गर्ने त यही ब्याक बेन्चर थियौँ हामी। अरू अगाडिको टोलीलाई बमिट भइरहेको थियो हैन। ल हेर्नु, नाच्न भनेपछि यहाँ कस्तो छ, पालो पाइँदैन। अनि जाने क्रममा चाहिँ कस्तो राम्रो सनराइज देखेको थियो, मैले त्यो लिइहालेँ। अनि खुसी धेरै बेर टिक्दैन भने जसरी हाम्रो चाहिँ बाटोमा गाडी फस्यो अनि हिलो थियो। लास्टै यो हिलोमा चाहिँ हामी बल्ल बल्ल तरेर एक साइड लायौँ। त्यतिन्जेल बाटो सोर्दै थियो अनि मैले चाहिँ भ्यूहरू राम्रो देखेर खिच्दै छु। अनि डोजर आएर हाम्रो हाइसलाई चाहिँ अगाडि लगिदियो। अनि हामी चाहिँ यो बाटो क्रस गर्न नसकेर हैन, ट्र्याक्टर चलाउने भाइहरूले हामीले लगिदिन्छौँ हाइससम्म भन्नुभयो। अनि हामी यसरी ट्र्याक्टरमा पनि रमाउँदै जाँदैछौँ है। रमाइलो त भयो, त्यो धन्नै लोडिएन। अनि स्कुल त देख्नै नहुने कि हामीलाई, स्कुल देखेपछि खिचिहाल्नु पर्ने आफू जोडिएपछि स्कुलमा हैन। यहाँ चाहिँ लक्ष्मी माध्यमिक विद्यालय थियो, त्यो खिचेँ मैले। अनि भ्यूहरू चाहिँ यस्तो राम्रो खोला लाइनतिर फेरि है। म फेरि नेचर लभर हो के, रमाइलो गर्दै गइरहेको थियौँ हैन। धेरै रमाइलो गर्दै थाकेर सबैजना सुत्नु भएको थियो। मलाई फेरि निद्रा नलागेर हैन आत्तुरी लागेको थियो। अनि यसै गर्दै हामी पुग्यौँ स्वर्गद्वारी। त्यहाँको भ्यू एकदम राम्रो थियो। हामी चाहिँ सिडी चढेर जाँदैछौँ। अनि आज एकादशीको दिन पनि थियो। हामी चाहिँ भगवानको दर्शन गरेर बल्ल खाउँला भनेर केही पनि नखाइकन गएको थियौँ। यहाँ चाहिँ हामी मन्दिरभित्र प्रवेश गऱ्यौँ। मन्दिरभित्र पनि एकदम राम्रो परिसर हैन। मन्दिर चाहिँ निर्माणाधीन रहेछ। त्यहाँको साग चाहिँ यस्तो राम्रो कि हेर्दै लोभलाग्दो कि जतासुकै सागहरू तरकारीहरू चाहिँ टन्न लगाउनु भएको। खास मेन मन्दिर चाहिँ यो रहेछ। तर हामीले दर्शन चाहिँ स्थापना गरेको छुट्टा ठाउँमा गऱ्यौँ। त्यहाँ गौशाला पनि रहेछ। यही गाईहरूको कारणले गर्दा होला। साग हेर्नु न कस्तो राम्रो छ। बादल लागेको भएर पारी भ्यू देखिएको छैन, तर राम्रो छ भ्यूहरू पनि। अनि त्यो स्वर्गद्वारी मन्दिरमाथि चाहिँ हेलिप्याड बनेको रहेछ, त्यो पनि हेर्न गयौँ हामी। यहाँको भ्यू पनि एकदम राम्रो थियो है। हामीले इन्जोय गऱ्यौँ। फर्किने क्रममा चाहिँ मैले गाईहरू चरे